सरल जाने तर यो बाटो अस्ति हामी जाँदा पनि आएको के अरे जाँदाखेरि पनि उताबाट गएर अब घरैबाट आएको असुबाहिर तर त्यो धुलो चाहिँ छैन त्यहाँबाट फेरि धुलो छैन। अब हेर्दै जाऊँ राम्रो पिचै बिचको बाटो छ। हामी यहाँबाट बनेपाटी सुन्छौँ सिधै। केटाहरूले अर्कै अर्कै प्लान बनाइरहेछन्। हेरौँ कहाँसम्म पुगिन्छ। अहिले चाहिँ ठ्याक्कै ब्यासी आइपुग्यौँ हामी। अब यहाँबाट अगाडि गइसके पछाडि हामी राइट लागेर कमल विनायक हुँदै क्यान्सर हस्पिटल हुँदै हामी बनेपा निस्किन्छौँ। त्यही गयो भने चाहिँ नगरकोट पुगिन्छ। हामी यहाँबाट थोरै राइट लिन्छौँ, कमल विनायक जान्छौँ पहिला। हाम्रो हिमाल दादा चाहिँ हिरो भएर हिँड्नु भएको छ। हामी उता दाइ पेसन दाइ नै हुनुहुन्छ। त्यसलाई हामी कहाँ आइपुग्यौँ? अहिले ठ्याक्कै कमल विनायक भक्त कमल विनायक सुकुटे गरे स्विमिङ हान्न हुन्थ्यो। सुकुटेतिर जाने स्विमिङ हान्ने एउटा एक ठाउँ बस्नु। आज बेलुका हेर्न सकिन्छ त तातो पानी छ त के पनि हुन्छ जाम न। एउटा बस मिलाइदिउँ न। अहिले गर्दै नि त यार। धुलो बसेर यस्तो केटाहरूले अफ रोड चुज गरे। हामी चाहिँ पिचबाट हिँड्ने बानी छ। धुलो गाइस यस्तो धुलाम्मे छ कि यो बाटो कहिले बन्छ सरकार? ल अफ रोड सुरु भयो। थियो यो त पहिलेदेखि ओपी बाटो हो यो त। टाइम चाहिँ ठ्याक्कै 7 बजेर 1 मिनट गएको छ। यो हाम्रो यात्रा चाहिँ सैलुङसम्म हुनेछ। सैलुङसम्म। अब हेर्दै जाउँ ठ्याक्कै 7 बजेर 1 मिनट भयो। आज हाम्रो झर्ने हो यस्तो जाडो भयो यार। आठ बजेर 33 मिनट। दोस्त भिजेर यस्तो लपटकै के भाइ भिजायो पानीले भिजायो। लास्टै पानीले भिजायो। बसिरहेको छु। मुडे पुग्न 20 किलोमिटर। जाडो हो। त्यो हुन्छ सबैलाई। अलि उठाउनु। आज साथीहरूले रेनकोट नबोकेर चाहिँ अलिक दुःख पाइयो। अलिअलि पानीले पनि हान्यो। तपाईँहरू आउँदा चाहिँ रेनकोट बोकेर आउनु होला। यसले खाना देखाएको हो मैले टिचरलाई। भन्नु न। कुन ठाउँ चाहियो? मुडे बजार। आऊ न नजिक आऊ। हामी बादल भन्दा माथि, कुहिरो भन्दा माथि। हामी सैलुङको यात्रामा छौँ। साह्रै मजा आइरहेछ। अहिले एकदम चिसो मौसम छ। अहिले हामी चाहिँ गाइस सैलुङको यात्रामा छौँ।
यस केही बेर यहाँ रेस्ट गरेर यस्तो राम्रो हामी पुनः सैलुङतर्फ लाग्दैछ यस्तो राम्रो ठाउँमा छौँ हामी हामी एकदम ब्युटिफुल लगभग तर यो चाहिँ अलिक विशेष हुनेवाला छ ठाउँ अब हामीलाई ट्यागबाट देखाउँदा हुन्छ सैलुङ जाने बाटो गाइज जानुभयो त्यत्रो के गर जाडो त्यो त्यहाँबाट हेलो हेलो हामी चाहिँ केही समय पहिला यो ठाउँमा आएर एकदम इन्जोय गरेर कोही कोही नउठिकन पुगेका थियौँ काठमाडौँ उज्यालो भइसकेको थियो त्यही मुडे बजार होइन यहाँ यस्तो छ क्या अब तर त्यो पारी देखेको जिरी रहेछ अब यहाँबाट ठ्याक्कै कति महेश कति घन्टा यहाँबाट ठ्याक्कै 40 मिनट 1% चार्ज चाहिँ 1% लिएको के गर्ने क्या दाइ आउनु त एउटा फोटो खिच्नु दाजुभाइको यस्तो ल हामी चाहिँ सैलुङ जाँदैछौँ 5 कन्डिसन थाल्यो भने माथि जान सकिँदैन ल त्यही सन्चीको गए पनि भ्यू देखिएन यो रुख हेर्नुलाई किन जानु भनेर भने त हो क्या कुहिरो गएको यो भरे मलाई क्लिक चाहियो र काटेर एउटा कुहिरो गएको चाहिँ हाल्नु एउटा भन्दै लडिने यार सैलुङ प्रेसरमा जान्छ कत्रो माटो लिएछ बाइकले यार बाइक धुनु पर्यो बाटोमा हिँडेर आज यो के बोलेको होला यो धुनु पर्यो अलिक धुनु पऱ्यो मान्छे हो त भाइ तसँग बोल्नु न तसँग बिचारी बुढाको छोरो विचारै गरेर बोल्छ यार बोल्दा त्यो उयो हो कसमा तपाईँ गोरो मान्छे जो हेर्छ कालो देखियो त? तपाईँभन्दा राम्रो कालो देखियो त? देखियो त ओपी देखिहाल्छ नि हामी त्यसले उज्यालै देखिन्छ त्यस्तो उयो नै रहन्छ यसले फरक नपर्ने ओपी झन् राम्रो देखिन्छ कति हो र यसमा यो गएको छैन मिठो आयो है माथि नै गएर टाउको फेरि भिडियो हेरौँ न भन्ने उद्देश्य हो हामी जान चल न भिडियो बनाउन भने क्या उसले अगाडि ल